तपाईहरु सबैजनालाई स्वागत छ मेरो नुतन क्लान युट्युब च्यानलमा हैन। कति दिन भइसक्यो अब ब्लग हाल्न पाएन, ब्लग आएन, यस्तो भयो हैन। कति दिन भइसक्यो किन आएन भने अब मोबाइल चोरी भएको थियो क्या, बिचमा मोबाइल चोरी भयो क्या, रुमबाटै चोरी भयो। कसरी चोरी भयो त्यो थाहा भएन। राति त्यस्तै अब हामी के साथी र म थियो है, मोबाइल खेल्दै खेल्दै अब 1 बज्यो, 1:30 बजेसम्म त हामी मोबाइलै खेलिरहेको थियो। त्यसपछि सुत्यो क्या। अब चुगु लाउन बिर्सिन्छ के अरे, अब बाथरुम जाँदाखेरि बाथरुम गएर आएर हैन, आउँदाखेरि चुगु लाउन बिर्सिन्छ क्या। बिर्सिँदाखेरि अब त्यतिखेर को मान्छे ढोका के भित्रै रुममै आएर अब मोबाइल चोरी भयो क्या है। त्यसपछि अब मोबाइलसँगै सिम सबै भयो, हरा चोरी भयो। त्यसपछि अब के हो त्यस्तै सिम सबै हरायो, मोबाइलै चोरी भयो है। के हो अब त्यस्तै एडिटहरू गर्न पाएन क्या, मोबाइल भएन, एडिट गर्न पाएन किनभने अब चोरी भयो। अब मैले जसो तसो हैन, अब जसो तसो के अरे अर्को मोबाइल किनेर के अरे जिमेल आइडी चाहिँ रिकभर गरेको छु क्या। जिमेल आइडी, फेसबुक अकाउन्ट सबै, मतलब त्योहरू त पासवर्ड थाहा थियो कि। अब अरू जिमेलहरू पनि के अरे त्यो गरेर रिकभर गऱ्यो जसो तसो। त्यही भएर आज के अरे धेरै दिनपछि ब्लग बनाउँदैछु हैन। आज चाहिँ म चाहिँ छुट्टी थियो, मेरो काम चाहिँ छुट्टी थियो। त्यही भएर आज क्याफेमा आएर चाहिँ म क्याफेमा काम गर्छु, किचनभित्र मेन एयरपोर्ट सिनियरमा हैन। अनि आज चाहिँ यसो रमाइलो गरौँ भनेर क्याफेमै छिर्दिएको क्या। आज चाहिँ सबैजना साथीहरू छ हैन। कुन क्याफे हो चाहिँ भन्न पाएन हैन, यस्तो एड देखाएको जस्तो हुन्छ नि त हैन, विज्ञापन देखाएको यो क्याफेको यताउति भनेको हुन्छ। त्यही भएर आज चाहिँ म किचनभित्रको साथीहरू मात्र देखाउँछु, हाम्रो कुकहरू, कुक सरहरू देखाउँछु हैन। अब हेर्ने पनि है, त्योभन्दा पहिले सब्सक्राइब गरिदिनु है सबैजनाले, जसले हेर्दै हुनुहुन्छ, नयाँ हुनुहुन्छ मेरो च्यानलमा, सबैजनाले सब्सक्राइब गरिदिनु होला हैन। रेस्टुरेन्ट आइदिएको मासु पाकिरहेको रहेछ, अब मासु भात खाएर गइदिउँ न त हैन। एउटा साथी चाहिँ यही के अरे मासु भात खाइरहेको रहेछ। के हुन्छ त मासु भात खाइरहेको छ है पुरै मासु भात खाइरहेको छ साथी। यता मासु भात पुरै बजाइरहेको छ है साथी चाहिँ होइन। कन्टेन्ट त भित्र हाम्रो रेस्टुरेन्टको भित्रको। सबैजनालाई मासु भाग लगाइसकेको छ है। यो चाहिँ हाम्रो चौधरी सर, हाम्रो सर फुका पुरै मासु भाग लगाइसकेको छ क्या। पुरै मासु भित्र छ। अनि हाम्रो साथीहरू यहाँ भित्रै छ। के छ हौ गाइज, साथीहरू यहाँ पुरै खाना खाइरहेछ त। के छ हल्ली चल्ली, सबैजना खाना खाइरहेछ। एकजना साथी फेरि आयो है, हाम्रो सर्दी सबै मासु भात पड्काइरहेछ हौ गाइज यार। खै भनिदेऊ न यार केटाहरू यार, यसो सब्सक्राइब गरिदिनु पर्यो। बोलिसक्यो त, यो पनि बोलेकै हो। ल अब हामी चाहिँ बिस्तारै किचनभित्र जाऊँ। पुरै हरा भनिरहेछ है, फ्राइड राइस बनाइरहेछ। किचन चाहिँ हाम्रो सानो छ, ठिकै छ होइन। यसो भिडियो गरिदिएको मिल्दैन, होइन मलाई पर्मिसन छ। आई एम रुल ब्रेकर यस। अनि हाम्रो यो चाहिँ तन्दुरी सर मासु भात खाइरहनु भएको छ। सब्सक्राइब गर्नुपर्छ है। पुरै तन्दुरी क्या भित्र तन्दुरी क्या सिकिरहेको छ। सबै तन्दुरीहरू सिकिरहेको छ, सिकेर राखेको। तन्दुरी सर हुनुहुन्छ हाम्रो, पुरै मासु भात खाइरहेको छ।
खाइरहनु भएको छ। के भन्नुहोस् न हल्का यसो भाइरल भयो भने फेरि तपाईँ नि अर्डर सबै सक्यो हो हाम्रो। सब्सक्राइब गर्नुपर्छ है सरहरू तपाईँहरूले नि सबैजनाले। होइन किचन सानो भने के हुन्छ र कस्तो लजाउनु भाउहरू छ यसरी त नलानु छ भन्नु न हो लजाउनु भाउ सफा त बिस्तारै गरिहाल्छु नि होइन सर। अनि ठिक छ अब यस्तै रमाइलो भयो अब बाहिर जानु पर्यो है। अब म पनि खाना खानु पर्यो है। यही खाना खाएर गइदिउँ न के छ र। मासु भात रहेछ मलाई छ कि नै सर मासु भात छ यो ओके ओ ठिक छ। भात ए भात त थोरै रहेछ त सर हजुर होइन यो बिस्तारै हो क्या प्रगति हो क्या यो भनेको नि हल्का प्रगति अब बिस्तारै के छ र म पनि यही भात खाएर गइदिउँ न। मासु भात पाकिरहेको छ है यसो यही खाएर गइदिँदा के हुन्छ त। हे चौधरी सर के हुनुहुन्छ के खेल्दै हुनुहुन्छ के छैन नथिङ ब्रो त्यसो भनेर क्या हुन्छ का यसो केटाहरूसँगै बस्दिउँ न है के छ है मायाले म नि यसो मासु भात यही खाएर गइदिउँ न। हल्का सारौँ न साथीहरू है मासु भात चाट्छ। फाइनली खाना साना खाएर रुमतिर जाँदैछु अनि भोक पनि सकियो अब यति हो होइन। अब अर्को भोकमा भेटौँ होला अनि सब्सक्राइब गरिदिनु होला। अनि लगभग रुमतिर आइपुग्नु आइसक्यो रुममा साथी नै आइसक्यो होला रुममा जाँदैछु सब्सक्राइब गरिदिनु होला।